स्वागत छ हजुरहरूलाई हाम्रो अर्को इन्ट्रेस्टिङ भिडियो होइन। यो चाहिँ हाम्रो एकदम बिल्कुलै फरक हाम्रो त्यो पेजमा चाहिँ हजुरहरूले अहिलेसम्म यस्तो देख्नु चाहिँ भएको थिएन होइन। यो भिडियोहरू अरूहरूले चाहिँ हालिसक्नु भएको छ। हामी पनि केही रमाइलो गरौँ न त, कसैलाई हामीले रमाइलो गर्दा अरूको मुहारमा मुस्कान छाइदिउँ न त अलिकति भए पनि भनेर चाहिँ ट्राई गर्दैछौँ होइन। आजको भिडियो चाहिँ हामीले चाहिँ इमोजीबाट चाहिँ कुन गीत हो त, कुन गीत बन्छ त त्यो गेस गर्न चाहिँ हामीले ट्राई गर्न लागेको छौँ। त्यसमा चाहिँ हामीले जसले मिलाउँछ त्यसलाई एउटा चक्लेट, हाम्रो हातमा चाहिँ यति धेरै चक्लेट छ होइन, हजुरले देख्न सक्नुहुनेछ। जसले मिलाउँछ उसलाई एउटा चक्लेट, मैले एउटा गीत मिलाएँ अथवा मैले केही मिलाएँ भने चाहिँ उहाँले मलाई एउटा चक्लेट दिनुहुन्छ, अथवा उहाँले मिलाउनु भयो भने मैले एउटा चक्लेट दिन्छु। यो चाहिँ हाम्रो नयाँ इन्ट्रेस्टिङ भिडियो रहेको छ। हजुरहरूले यसलाई पनि हेरेर माया अनि साथ सपोर्ट गरिदिनु हुन्छ भन्ने आशाका साथ मैले भिडियो स्टार्ट गर्न लागेको छु। मैले भन्दा नि हामीले स्टार्ट गर्न लागेको छु। सो स्टार्ट गरौँ है त। के कस्तो हुन्छ, कसले धेरै पोइन्ट ल्याउने, कसले यो चक्लेट लाने, कोसँग चाहिँ धेरै हुन्छ भनेर चाहिँ हामीले लास्टमा देखाउँछौँ है त। स्टार्ट गरौँ है त, के हुन्छ। ल टिकटकमा चाहिँ हेरेको थिएँ। यो चाहिँ कस्तो भन्दा मैले यो यति क्लियर हेरेको होइन सेलेक्ट गर्ने क्रममा। यो चाहिँ मैले उहाँलाई दिन चाहन्छु कि के लाग्छ हेरेर चाहिँ हेरेको, अहिले चाहिँ ठ्याक्कै याद भयो। यस्तो अब उकालीमा गइरहेको छ होइन, घोरले यो के हो यसलाई, अनि यो खोइ भनेर मैले हेर्छु। ल यस्तो यो गीत याद छ भने चाहिँ मैले 5 सेकेन्ड दिन्छु, त्यो टाइममा पनि मिलाउनु भने चाहिँ म आफै भन्छु। के जस्तो लाग्छ, उकालोमा गएर उकालोमा पनि हजुर। ल यो इमोजीमा उकालोमा गइरहेको छ होइन, ऊ बाहिर छ नि त, अनि यसले खोइ भनेर याद भएन। घोरले बाख्रो खोइ बनाए झम्के गुलेलीवाला सबैर बाख्रा उकाली लागे, घोरले बाख्रो खोइ बनाऊ झम्के गुलेली। यो चाहिँ मैले गीत बनेको छु। एउटा चक्लेट पाएँ। अर्को है त के होला त, यो चाहिँ नै नभन होइन यो त अँगालो माले है तिमी नभन। के हो त यो, के होला त यो, के जस्तो लाग्छ, के होला त यो, तिमी र म नभन के होला त। सुनेन के हो के रहेछ त, है त हेरौँ त। अरूको हेर्दा त आउँछ जस्तो लाग्छ, अरूलाई हेर्दा कस्तो सजिलो जस्तो लाग्छ। यो चाहिँ हामीले हारिस हालेको छौँ। गोर्खा पल्टन जसले पहिला हुन्छ त्यसले पाएको जाउँला रेलै गोर्खा पल्टन। यो चाहिँ त्यो जस्तो लाग्छ मलाई चाहिँ। त्यही हो, गोर्खा पल्टनको चाहिँ आयो त्यो रेलैमा सर गोर्खा पल्टन चाहिँ त्यही जस्तो लाग्यो लागेन हो नै होला जौला रेलैमा सरार गोर्खा पल्टन। यो जब मिलाएको हो मैले बिचारै फाइनली मसँग 10वटा चक्लेट भइसकेको छ। के होला यो, मिसिङ पर्सन, हिँडेको बाटो, मलाई त्यो थाहा भएन कस्तो हो। हामी सुनिरहेको चाहिँ आउँदैन हो। अर्को चाहिँ आउँछ प्लेन, प्लेन भन्छ के हो त, प्लेन के हो प्लेन आउँदैन हो। के हो
आकाश छ यो त हवाई जहाज म त यही बुझ्दिनँ त अहिले त पानी स्प्रे के पानी भनेपछि के होला त के होला त बिमा दिदी खोइ ले कर्ली ढोक्न कपाल केटी 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 हेरेको थियो ले केटी ढोको कर्ली कपाल छ ले कर्ली ले कर्ली भन्ने ठ्याक्कै हो कि कालो पनि हुन्छ लेगाली है छोया गोदोको सानो माया है लगाउने धोको यो राम सपनीमा तिमीलाई यो राम यो पनि त्यस्तो लाग्छ हो कि होइन त्यही हो सपनीमा तिमीलाई सुतेको छ अनि फेरि सपना त्यस्तो लाग्छ हो कि होइन त्यही हो लाग्छ मलाई होला तिम्रो सपनाको माया यो चाहिँ हामीले मिलाउन असफल भएको छ मलाई आइसक्यो पानको पात माया तिम्रै पानको पात छ लभ छ मोली छ सम्झाएको छ अनि दिन गराएको छ त्यही हो पानको पात माया माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्यान्ती सलल अहिले तिमीले जितेको भन्नु भन्छ हामीले कतिवटा हामीसँग चाहिँ फर्स्टमा चाहिँ 8वटा चक्लेट थियो त्यसमा चाहिँ जोसँग धेरै हुन्छ गर्नुमा चाहिँ अब चाहिँ कति छ कतिवटा 1 2 4 6 8 9वटा मध्ये 7वटा विनरलाई चाहिँ हामीले के भनेको थियो चक्लेट धेरै भयो विनरको एउटा चक्लेट बढी भएछ त्यति अघि 8वटा थियो 9वटा चक्लेट धेरै आएको थियो यस्तो रमाइलो हाम्रो उनीहरूलाई केही पनि छैन नि एउटा चक्लेट भयो अलरेडी मसँग चाहिँ 8वटा चक्लेट त्यसमा नि ठिकै छ रमाइलो भयो मलाई चाहिँ रमाइलो लाग्यो अब हजुरहरूलाई चाहिँ कस्तो लाग्यो कमेन्टमा भन्नु होला तपाईँले चाहिँ कस्तो लाग्यो यो रमाइलो लाग्यो मलाई त अझ धेरै गर्नु मन लाग्यो भिडियो नै सकेको पत्तै भएन अनि अरूको हेर्दा त सबै आउँछ जस्तो हुने आफ्नो बाबाहरू चाहिँ छैन फेरि खाली दिमाग भइरहने मलाई चाहिँ आइसकेको कुरा चाहिँ आइन हामीले शब्दमा हामीले लगभग एउटा अथवा 2टा चाहिँ भिडियो के अरे त्यो इमोजी मिलाउनु होला अरूले अलमोस्ट मिलाउनु होला बिचमा चाहिँ सुन्न चाहिँ सुने हो त्यस्तो नसुने चाहिँ होइन होइन तर सुनेको हो त्यो गीतै मेन हेडिङ बोल चाहिँ थाहा नभएको
अब हजुरहरूलाई यो भिडियो हेरेर रमाइलो लागेको होला भन्ने आशा राख्छ। म र मेरो दिदी भन्छौँ भनेर अर्को भिडियोमा हामी फेरि पनि आउनेछौँ, यस्तै रमाइलो भिडियो लिएर आउनेछौँ भनेर भन्दै बिदा हुन चाहन्छु। धन्यवाद। बाई।